यो जङ्गलको बाटो हो। यहाँ चाहिँ ट्रेकिङ गर्न आउँछन् मान्छेहरू। यस्तो मुड फ्रेस गर्नलाई चाहिँ यहाँ यस्तो छ। समरमा पुरै मसरुमहरू हुन्छ, बेरिजहरू, ब्लुबेरीहरू, यी सबै यसरी माइन्ड फ्रेस गर्न आउँछन्। यो हामी चाहिँ बाटोमा हिँड्दैछौँ। यहाँ चाहिँ गभर्मेन्टले जङ्गलको बाटोमा पनि यस्तो जङ्गलमा पनि यस्तो बाटोहरू बनाइदिएको हुन्छ। यस्तो छ बाटो यहाँको। जङ्गलमा पनि मेरो हस्बेन्डले पहिला यसरी नै काम गर्नुहुन्थ्यो। उहाँको समर जब पाउनु भएको थियो, गभर्मेन्टले दिएको राम्रो थियो काम चाहिँ। विन्टरमा नपाएर अहिले यतिकै बस्नुहुन्छ। अहिले क्लास गरेर लिइराख्नु भएको छ मेरो हस्बेन्डज्यू। यस्तो छ। ल हेर्नुहोस्, उहाँ उता पनि हाम्रो बेबी जस्तै। यहाँ चाहिँ सानो बेबी भए पनि बेबीहरूलाई चाहिँ यसो चिसो भएर भन्दैनन्, वकमा चाहिँ लिएर हिँडिहाल्छ। यहाँ कपालहरू बेबीलाई लिएर आउँदै हुनुहुन्छ घुमाउन दुईजना। यस्तो छ। उहाँहरू पनि हामी जस्तै गरेर लिएर जाँदै हुनुहुन्छ बेबीलाई घुमाउन। हामी पनि यस्तै हो। त्यही भएर हाम्रो छोरालाई घुमिराख्नुपर्छ बिहान बेलुका। यहाँ पनि ओहो कस्तो राम्रो बनाएछ त। यहाँ त हेर्छ त, यो यस्तो दामी हुन्छ नि यहाँ फोटो खिच्न। यति राम्रो आउँछ सिन यहाँको। हेर्नुहोस्, पुरै भ्यू त दामी छ यहाँको भ्यू। सो सबै फेरि अहिले त यहाँ सानो के को लागि बनाएको रहेछ। यहाँ सानो घर पनि बनाएछ। यहाँ चाहिँ थिएन घर, अहिले चाहिँ बनाएछ। यस्तो छ, रमाइलो छ, रमाइलो लाग्छ। यसो खानेकुरा बनायो, ब्यागमा भिर्यो, अनि लिएर खानालाई चाहिँ रमाइलो। ओहो, हेर्दा त साउना जस्तो छ। राम्रो बनाएछ त साउना त। के हो यो? भेसा टोयलेट हुन्छ। टोयलेट बनाएको रहेछ। जियोस् राम्रो भयो गर्यो। जङ्गलमा पनि सरकारले यसरी टोयलेट बनाइदियो। जहाँ पाए त्यहीँ टोयलेट गर्न पनि दिँदैन। हुन त मान्छेहरूले जङ्गल छ जता गरे पनि भइहाल्छ नि भन्नुहुन्छ। तर हेर्नु त यहाँको गभर्मेन्टले ल मान्छेहरू आयो भने यसो टोयलेट बनाइदिएको छ। यस्तो छ हाम्रो बस्ने एरिया। यहाँ हेर्नु, यस्तो ठाउँमा मान्छे नहराओस् भनेर, बाटो नबिरोस् भनेर ठाउँमा यस्तो बोर्डहरू राखिदिएको छ। यहाँ चाहिँ यसो आराम गर्ने ठाउँमा कुर्सी पनि राखिदिएको छ बसेर रमाइलो गर्नलाई। यस्तो गाइस।